आज चाहिँ हिजो प्लान गरेको रुट जानु पाएन, क्यान्सल बाटो सबै ब्लक रहेछ। त्यही भएर आज चाहिँ यो ढुङ्गा चढ्ने हो हाम्रो प्लान। आज हामीले गर्ने भनेको चाहिँ यो फराटा स्ट्रोबल भन्ने हो। चाहिँ यो बाटो लाग्नु पर्यो। अब सिधै ढुङ्गा चढ्नु पाए रमाइलो हुन्थ्यो, तर के गर्नु, पुरा हिँड्नुपर्ने, यत्रो माथिसम्म हिँड्नुपर्ने ढुङ्गा पुग्नलाई। हिँड्नु चाहिँ फेरि मनै नपर्ने मलाई। निकै माथि आइपुग्यो हिँडेर, अर्को डाँडा हो त्यहाँ तलबाट हिँडेर आइपुग्यो। अब चाहिँ फलम चढ्ने हो। अहिलेसम्म चाहिँ हिँडेको मात्रै थियो, माथि रहेछ मान्छेहरू चढ्दै। यो डाँडामा चढ्दा चढ्दै पानी पर्नु थाल्यो, आनन्द पो भयो झन् शीतल भएर। अब यो माथि चढ्नुपर्छ। यता मान्छेहरू चढेको छ अहिले। हो यता माथि जाने हो। हेरौँ के हुन्छ अब। आज चाहिँ मजाले बादल लगाएर पानी परिरहेछ मजाले, निकै शीतल भएछ। घाममा गर्नुभन्दा चाहिँ आनन्द भएछ। तर त्यो ढुङ्गाहरू अलिक चिप्लो भएर अलिक आफ्नो टेक्निकमा चाहिँ धेरै ध्यान दिनुपर्छ। अहिले चाहिँ हाम्रो अगाडि यता अर्को ग्रुप छ, त्यहाँलाई जानु दिइरहेछ। हामीहरूले त पर्खिरहेछौँ। यो डाँडाको टुप्पामा आइपुग्यो। That's one of them. Sorry. Making any progress? माथि गएर चाहिँ यत्रो सानो देख्दा चाहिँ हाम्रो भ्यान चाहिँ Like you're not making any progress. Say I can't go fucking higher than the top. यो हो हाम्रो भ्यान। यो She wouldn't know how to do the Gambino. But that's the thing with like they'll be looking at the bird, they'll be looking at the band, but you're going up, so you're not going across. She's just, you can like slide it with your two fingers. Yeah. That's the only way she's like. I've got it 7.56 kilometers in. हाम्रो आजको यात्रा पनि 23. सकिनु आँट्यो। अब आज चाहिँ साह्रै अल्छी लाग्दो खालको दिन भयो। दायाँ बायाँ हेरेँ केही छैन, जङ्गल मात्रै। चढेकै हिँडेकै रमिताहरू हेर्ने। अरू बेलामा चाहिँ जहिले रमिताहरू हेर्ने हुन्थ्यो। आज चाहिँ यिनीहरूको पसिनै निकाल्छु भन्ने खालको जस्तो मात्रै भयो। स्की बस निकै फेमस रहेछ। जुस खाने स्क्वास हो कि के हो थाहै छैन। क्रेनबेरी जस्तो पनि छ। स्क्वास र क्रेनबेरी जुस मिक्स गरे जस्तो छ।